हुनुहुन्छ? हजुर सन्चै। म्याम हजुरको शुभ नाम के पर्यो? मेरो लक्ष्मी कुँवर। लक्ष्मी कुँवर। हजुर। अहिले कुन ठाउँदेखि हुनुहुन्छ हजुर? म अहिले पोखरा पर्स्याङदेखि। पोखरा पर्स्याङबाट हुनुहुन्छ? हजुर। ओके, अनि म्यामले अहिले हाम्रो कम्पनीको फुड सप्लिमेन्ट युज गर्दै हुनुहुन्छ है? हजुर। तपाईँको पहिलाको समस्या के थियो? पहिला मलाई एकदम पाइल्स भएको थियो। पाइल्सको? हजुर। कति टाइम अगाडि थियो म्याम यो कुरा चाहिँ? पाइल्स मलाई लगभग 5-6 महिना अघिदेखि भएको थियो। ए हजुर, 5-6 महिनाको थियो है? हजुर। अनि अहिले तपाईँले यहाँको फुड सप्लिमेन्टहरू खाइराख्नु भएको छ, अनि खाइसकेपछि रिजल्ट कस्तो आउँदैछ तपाईँको? एकदम राम्रो आएको छ रिजल्ट। मलाई एकदम गाह्रो भएको थियो पाइल्स भएर। मैले यो कहाँ गएर देखाउने के गर्ने लाज लाएर मैले देखाएको थिएन। धेरै मान्छेहरूले आफ्नो रोग लुकाएर बसेको हुन्छ नि त। अनि यस्तो रोग लुकाएर बस्नु हुँदो रहेछ, मलाई यो भएछ भनेर खुलेर भन्नु पर्ने रहेछ। हामीलाई सबै कुराको सोल्युसन पाउने ठाउँ पनि रहेछ। अब धेरै नै निको अब हस्पिटलमा गयो भने त डक्टरलाई सबै देखाउन पर्ने हुन्छ। तर हामीले चाहिँ यहाँ आएर आफूलाई यो भएछ भनेर आफ्नो जुन बिमारको बारेमा बताइसकेपछि यहाँ सर म्यामले, हाम्रो यहाँको म्यामहरूले सरहरूले दिनुभएको चाहिँ सप्लिमेन्टले एकदमै ठिक हुँदो रहेछ। अब आफूले भनेअनुसार नै खाइन्छ नि त यहाँ र। एकदम राम्रो रहेछ, मलाई एकदम राम्रो लाग्यो। जो कोहीलाई पनि यो बिमार भएको छ, हर बिमार सुगर प्रेसर हर बिमार जो कोहीलाई पनि भएको छ उहाँहरू आएर यहाँको सप्लिमेन्टहरू युज गर्न सक्नुहुन्छ। एकदम धेरै राम्रो छ, कुनै साइड इफेक्ट गर्दैन, त्यही भन्न चाहन्छु। हुन्छ, धेरै धेरै धन्यवाद म्याम। धन्यवाद।